आदरणीय गाइजहरू, तपाईहरु हेर्न सक्नुहुन्छ म आज साइकलको यात्रामा निस्किरहेको छु। यो चाहिँ सुनकोशी र इन्द्रावतीको दोभान हो। तपाईहरु हेर्न सक्नुहुन्छ कति मनोरम दृश्यहरू छन्। उ पारिपट्टि मानिसहरू देख्न सकिन्छ। त्यहाँ चाहिँ ढुङ्गा थुपार्ने काम भइरहेको छ। यो खोलाको पानी एकदम चिसो छ, तपाईहरु देख्न सक्नुहुन्छ। अहिले बर्सातको मौसम भएको कारणले चाहिँ पानी चाहिँ हल्का धमिलो छ, तैपनि एकदम चिसो छ। यो हिमालबाट आएको पानी हो। त्यो चाहिँ दोलाल घाटको पुल हो, तपाईहरु हेर्न सक्नुहुन्छ। यहाँबाट चाहिँ खासा जाने चीनको बोर्डरसम्म जाने पुल हो यो। त्यो माथि बन्दुटारको डाँडा हो। गाइजहरू, यहाँ ट्रिपरले माटो झारिरहेको छ, तपाईहरु देख्न सक्नुहुन्छ। दोलाल घाटको मनोरम दृश्यहरू। यो परको स्कुलहरू हो र यो तलको माझ थान हो। यहाँनिर चाहिँ माघे सङ्क्रान्तिमा मेला लाग्ने गर्दछ। कति हरिया जङ्गलहरू छन्। आदरणीय गाइजहरू, हेरेर मनोरञ्जन गर्नुहोला र मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नुहोला। म तपाईहरुमाझ यस्तै प्राकृतिक मनोरमका दृश्यहरू देखाउने कोसिस गर्दछु। यहाँ सुन्दर जङ्गलको बिचमा एउटा सानो बजार रहेको छ। त्यो परपट्टि माझीगाउँ हो भने उता माथि चाहिँ तामाङहरूको बस्ती हो। यो एउटा दोलाल घाट बजार हो। त्यहाँ पर देख्न सकिन्छ काठको ढुङ्गाहरू चढेर मानिसहरू मनोरञ्जन गरिरहेका छन्। तपाईँ पनि यो दोलाल घाट बजार घुम्न आएर यो सुनकोशीको चिसो पानीमा नुहाउन सक्नुहुन्छ। यहाँ मनोरम दृश्य र चिसो पानीमा खेल्दाको आनन्द छुट्टै हुनेछ। यस्तो राम्रो बगरहरू छ। यस्तो ढुङ्गामा थचक्क बसेर खोला बगिरहेको हेर्दाखेरि कति आनन्द हुनेछ। आदरणीय गाइजहरू, तपाईहरु देश विदेशमा हुनुहुन्छ, हाम्रो देश नेपालको प्राकृतिक मनोरम दृश्यहरू हेर्नुहोस्। यो दृश्यहरू हामीले विदेशमा बसेर देख्न सकिँदैनौँ, किनभने म पनि विदेश बसेर आएको मान्छे हुँ। विदेशमा पैसा त हुन्छ, तर सुख र शान्ति र आनन्द भनेको आफ्नो स्वदेशमै हुन्छ। यो दृश्यहरूलाई एकचोटि तपाईहरु विदेशमा हुनुहुने साथीहरू सबैले लाइक गरिदिनु हुन अनुरोध गर्दछु। पर देख्नुहुन्छ पुलबाट ट्रक हिँडिरहेको छ। त्यसै गरी पर देख्नुहुन्छ ढुङ्गामा सैर गर्ने मान्छेहरूको छुट्टै आनन्द छ। यो चाहिँ कोसीपारी जाने पुल हो। आदरणीय गाइजहरू, ठाउँ ठाउँमा कच्ची बाटोको ट्र्याकहरू खोलिरहेको छ। त्यो तपाईले देख्नुहुन्छ, त्यो ट्र्याक चाहिँ लोकमार्गको हो। त्यो ट्र्याकमा चाहिँ पिच पनि भइसकेको छ। तपाईलाई अलिकति जुम गरेर देखाउने छु। यो ट्र्याक चाहिँ लोकमार्ग हो।
यो सडक सञ्जालले चाहिँ हाम्रो नेपालको जुनसुकै ठाउँमा पनि पहाडदेखि तराईसम्म जोड्ने काम गर्दछ। आदरणीय गाइजहरू, यो अरनिको राजमार्ग हो र तपाईँले पर देख्नुभएको उता पर तपाईँले गाडी कुदिराख्नु भएको जुन देख्नुभएको छ, यो चाहिँ तपाईँको कोसीपारी बाटो हो। यहाँबाट चाहिँ कोसीपारीको पहाडी गाउँहरू र रामेछापसम्म पुग्न सकिन्छ। यसरी जताततै बाटोहरू पुगिरहेको छ, नेपाल बनिरहेको छ र विकास सँगसँगै नेपालमा विनाश पनि भइरहेको छ। लोकमार्गको ट्र्याक खोल्ने क्रममा चाहिँ यो गेगरहरू चाहिँ खोलामा हालेको कारणले यो बस्तीहरू डुबाएको छ र अहिले बस्तीहरू डुबाइमा परेको गेगरहरू र खोलामा परेको गेगरहरू सबै निकालेर सफा गर्ने कार्य भइरहेको छ। तपाईँले पर देख्नुहुनेछ आदरणीय गाइज, यो चाहिँ होस्टेल हो। होस्टेल भन्नाले कुनै पनि बालबालिकाहरू, दुःख पाएकाहरू, पढ्न नसकेकाहरू, आर्थिक अवस्था कमजोर भएकाहरूलाई त्यो होस्टेलले मद्दत गरेर त्यहाँ राख्ने गरेको छ र उनीहरूले यहाँनिर दोलाघाट एरिया वरिपरि भएको स्कुलमा पढाउने काम गरिएको छ। यो डाँडाको चाहिँ स्कुल हो, तपाईँले देख्नुहुन्छ आदरणीय गाइजहरू। हेर्नुहोस् खोला कति मजाले बगिरहेको छ। यहाँनिर थचक्क बस्नुहोस् अनि त्यसपछि खोलाको मनोरम दृश्यहरू हेर्नुहोस्। कति रमाइलो छ, कति आनन्द छ। आदरणीय गाइजहरू, हाम्रो नेपाल साँच्चीकै भन्नुपर्दा स्वर्गको टुक्रा जस्तै हो। हेर्नुहोस् गाइज, माथिबाट ट्रक आइरहेको छ। हेर्नुहोस् यसरी टिप्परले यो खोलाको ढुङ्गा, रोडा, बालुवाहरू ढुवानी गरेर काठमाडौँमा यस्ता बिल्डिङहरू बनाउने कार्य गरेको छ। हुन त अत्यधिक खोलालाई दोहन गर्नु राम्रो कुरा होइन, तैपनि मान्छेहरूले गरिरहेको छ। अब निर्माण सामग्रीको लागि चाहिँ यो ढुङ्गा, बालुवा, रोडा नहुने भएको कारणले पनि यसको ओसार पसार गरिरहेको छ। आदरणीय गाइजहरू, यहाँनिर चाहिँ मान्छेले खोला पूजा पनि गर्ने गरेको रहेछ। यसरी प्राकृतिकलाई पनि पूजा गरेर उनीहरूले आफ्नो आस्था अहिलेसम्म पनि अमर राखिरहेका छन्, जिउँदो बनाइरहेका छन्, आफ्नो कला संस्कृतिहरू झल्काइरहेका छन्। तपाईँहरू पनि एकचोटि अवश्य दोलालघाट घुम्न आउनुहोला। आदरणीय गाइजहरू, अलि खोलामा चिसो हावा चलिरहेको छ, अलि जाडो पनि छ। यो गर्मीको मौसममा खोलाको किनारमा बस्दाखेरि छुट्टै आनन्द हुन्छ। तपाईँहरू विदेशमा हुन पनि म पनि विदेशमा समुद्र छेउछाउमा बस्ने, तर त्यहाँको आनन्द र यहाँको आनन्द फरक छ। किन भन्दा समुद्रमा पानीहरू बगेको देख्न सक्दैनौँ, त्यहाँ छाल मात्र आइरहेको हुन्छ भने यहाँ चाहिँ पानीहरू पनि बगिरहेको हुन्छ र छाल पनि यसरी आएको हुन्छ। हेर्नुहोस् गाइजहरू, र तपाईँहरू यस्तै भिडियोहरू हेर्नुहुन्छ भने मेरो यो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। म अब यस्तै भिडियोहरू ल्याउने छु, यस्तै मनोरम प्राकृतिक दृश्यहरू तपाईँलाई देखाउने छु। तपाईँहरू यो दोलालघाटमा घुम्न नआए पनि तपाईँहरूले देख्नुहुनेछ दोलालघाटको मनोरम दृश्य। यहाँ मानिसहरू शनिबार यो बगरैभरि चाहिँ पिकनिक आएर रमाउने गर्दछ। यो खोला किनारमा चाहिँ पौडी खेल्ने गर्दछ।
र मेरो सल्लाह सुझाव के छ भने तपाईहरू दोलाल घुम्न आउँदा चाहिँ यो खोलाको किनारमा मात्र खेल्नु होला, पर दहमा जाने काम नगर्नु होला। किन भन्दा यो खोलाको वेग धेरै उग्र छ। त्यसैले तपाईहरूले म पौडी खेल्न जानेको छु, म स्विमिङ पुलमा चाहिँ पौडी खेलेर आएको मान्छे हो भनेर त्यस्तो नसोच्नु होला। किन भन्दा यसको वेग धेरै छ, तपाईँलाई बगाएर लान सक्छ। यहाँ धेरै मान्छेको मृत्यु हुने गर्दछ। त्यसैले तपाईहरू होसियारपूर्वक घुम्न आउँदाखेरि खोलामा पस्नु होला, मनोरञ्जन गर्नु होला, म यही भन्न चाहन्छु। किनभने काठमाडौँमा तपाईँहरूले स्विमिङ पुलमा खेलेको जस्तो यो खोलामा खेल्न सकिँदैन। किनभने हामी यहाँ बच्चैदेखि हुर्किएको मान्छे त डरमर्दो हुन्छ भने तपाईँहरूलाई त झन् डरमर्दो नहुने कुरै भएन। त्यसैले आदरणीय गाइजहरू यो कुरालाई चाहिँ तपाईँहरूले मध्यनजर गर्नुहोला। दोलाल घाट साँच्चीकै रमाइलो छ, आउनुहोस् एकचोटि घुम्नलाई। यसरी चराचुरुङ्गीको आवाजहरू सुन्न पाइन्छ। देख्नुहुन्छ गाइज, यसरी काग उडिरहेको छ आकाशमा, खोला सुसाएर बगिरहेको छ। हेर्नुहोस् गाइज, तपाईहरू कसैको बुढी पहिलो गएर, कसैको घरमा झगडा भयो रे, कसैको चटक देखायो रे, त्यस्ता भिडियोहरू नहेर्नुहोस्। त्यसले तपाईँको दिमागमा असर मात्र गर्नेछ। तपाईँले हेर्नुहुन्छ भने यस्तै प्राकृतिक सौन्दर्यताको भिडियोहरू हेर्नुहोस् कति रमाइलो छ गाइजहरू। हेर्नुहोस् कति आनन्द आउँछ। हेर्नुहोस् यो खोला किनारमा बसेर होइन यसरी ड्याङ्की ड्याङ यसरी ढुङ्गा हानेर खेल्दाखेरि कति मजा आउँछ। यसरी गाइज हेर्नुहोस्, यसरी तपाईँहरू त्यो खाली पाङदुरे भिडियो हेरेर समय बर्बाद गर्नुहुन्छ। हेर्नुहोस् मेरो साइकल यहाँनिर बसिरहेको छ गाइज। नेपालमा त्यस्तो खत्तम भन्ने चाहिँ छैन जस्तो लाग्छ गाइज। किन भन्दा नेपाल डेभलप हुने क्रममा छ, जहाँ चाहिँ बाटोको ट्र्याकहरू खोलिएको छ। अब हुन त यसले विनाश त यसरी पहिरोहरू गइरहेको छ, विनाश त भइरहेकै छ। तर यहाँ विकास गर्ने शैली चाहिँ अलिकति विदेशको भन्दा फरक छ। किन भन्दा यहाँ चाहिँ मानिसहरूमा, अब हाम्रो राजनीतिक पार्टीको नेताहरूमा, मन्त्रीहरू जुन सत्तामा बसेको व्यक्तिहरूमा चाहिँ अलिकति नैतिकता र अनुभवको चाहिँ कमी देख्छु म। किन भन्दा हामी नेपालीहरू चाहिँ कस्तो हुन्छौँ भने आफूलाई राम्रो भयो भने अरूको जेसुकै होस् भनेर सोच्छौँ। त्यही भएको कारणले चाहिँ आफूले कमायो भने अरूले कमाओस् नकमाओस् भन्ने सोच्छौँ। त्यही भएर चाहिँ मैले चाहिँ यो व्यवस्था, यो परिस्थितिबाट चाहिँ हामी अझ अग्रगमनतिर जानुपर्छ। हिजो हामी राजाको पालामा थियौँ, राजाको पालामा यस्तो बाटोघाटो थिएन, अहिले बाटोघाटो भयो। तर बाटोघाटो भए तापनि तपाईँको विकास चाहिँ विनाश गर्ने तरिकाले भयो। अब यहाँनिर तपाईँको बिरुवाहरू लगाएर यो पहिरोलाई रोकथाम गर्न सकिन्थ्यो। यहाँ माथि पनि पहिरो गएको छ, हेर्नुहोस् जताततै पहिरो गएको देख्न सकिन्छ गाइजहरू। यो विनाशको तरिकाले विकास भइरहेको छ। यो कुरालाई चाहिँ हामीले एकदम निरीक्षण गर्न जरुरी छ, हामी जनताको तहबाट। हेर्नुहोस् गाइजहरू, अब यो बर्खामा चाहिँ पहिरो आउँछ। अहिले त हुन त घर घरमा बस पुगेको छ, आफ्नो साधन पुगेको छ गाइजहरू। हेर्नुहोस् पर जिपहरू कुदेको देख्न सकिन्छ। तर पनि गाइज यसरी हेर्नुहोस् गाडीहरू कुदेको छ। अब एकछिनपछि हेर्नु
होला त्यहाँ मोटरसाइकलमा पनि मान्छेहरू बसेर आफ्नो घरतर्फ जाँदैछ। र हेर्नुहोस् गाइज, म तपाईँलाई यसरी जुम गरेर देखाउँछु। उताबाट टिप्पर आयो, यताबाट बाइक गइरहेको छ, त्यही भएर साइड दिने काम भइरहेको छ। बाइक यसरी आफ्नो फ्यामिली लिएर यसरी आफ्नो घरसम्म अहिले त हिँड्नु पर्दैन, बाइकमै जान सकिन्छ, आफ्नो साधनमै जान सकिन्छ। नत्र भने तपाईँको पहिला चाहिँ उयो खोलाको किनारै हिँडेर आफ्नो गाउँ जानु पर्थ्यो। नुनको बारी पनि बोक्नुपर्ने, चामलको बारी पनि बोक्नुपर्ने, मसलाको बारी पनि बोक्नुपर्ने, तेल मठी तेलहरू सबै बोक्नुपर्ने। यसरी बोक्दै यसरी खोलाको किनारै तल गाउँतिर जानु पर्थ्यो गाइजहरू। अहिले चाहिँ ठाउँ ठाउँमा बाटो पुगेको छ। अब गणतन्त्र नराम्रो भन्न मिल्दैन, गणतन्त्र राम्रै छ। र अलिकति यहाँ नेताहरूमा चाहिँ नैतिकता र इमान्दारिता हराएपछि अलिकति यहाँ तपाईँको विकास गर्न चाहिँ अलिकति अवरोध सृजना भएको छ। अनि हामी जनताहरूमा पनि कस्तो छ भने हाम्रो चेतनै कस्तो छ भने हामीले कमाएपछि पुग्यो कि अरूलाई जेसुकै होस्, अरूको क्षति होस्, अरूलाई घाटा होस्, मतलब भएन। तर म धनी हुनु पऱ्यो, मैले राम्रो खानु पऱ्यो, मैले राम्रो रहनु पऱ्यो, मैले राम्रो साधन चढ्नु पऱ्यो भन्ने धारणा चाहिँ छ। त्यो धारणा चाहिँ हटायो भने नेपाल साँच्चीकै सुन्दर विकास गर्नलाई चाहिँ हामीले सक्छौँ। अब हामी युवाहरू पनि जाग्नुपर्ने स्थिति छ। हेर्नुहोस् गाइजहरू, हामी युवाहरू जागेर चाहिँ यो पुरानो नेताहरूलाई चाहिँ बिदाई गर्दै, पुरानो नेताहरूलाई गाली गर्ने होइन कि पुरानो नेताहरूलाई हामीले ससम्मान बिदाई गर्ने, उहाँहरूलाई धन्यवाद दिने। उहाँहरूलाई गाली गरेर पाउनु केही छैन। उहाँहरू भनेको डाँडापारीको घाम हो। सधैँ मान्छेको जिन्दगी अजम्बरी हुँदैन। अब हाम्रो पालो हो गाइजहरू। अब तपाईँ हामी विदेश मात्र बस्ने होइन, नेपाल आएर चाहिँ आफूले के गर्न सकिन्छ त्यो बारेमा सोच्नुपर्ने हुन्छ। अब पालो हाम्रो छ गाइजहरू। हाम्रो जेनेरेसनले तपाईँको हदैमा 10 वर्ष दुःख पाउला। 10 वर्षपछि त हाम्रो नेतृत्वमा पनि त सत्ता आउँछ नि त, र हामीले पनि त के गर्न सक्छौँ त, हाम्रो भिजनहरू राज्य सत्तामा चाहिँ प्रस्तुत गर्न सक्छौँ नि त। हामी त्यो बाटोतिर जानुपर्छ गाइजहरू। र हामीले चाहिँ समाजवादी व्यवस्था लागू गर्नुपर्छ गाइजहरू। सबै समान हुने खालको व्यवस्था लागू गर्नुपर्छ। अहिले असमान भएको कारणले गर्दाखेरि अहिले अब नेपालमा दलाल पुँजीवाद छ। हेर्नुहोस् गाइज, दलाल पुँजीवाद भएपछि उसले जहाँ पनि फाइदाको काम गर्छ। हेर्नुहोस्, नेतामा दलाल पुँजीवाद, जनतामा दलाल पुँजीवाद, मजदुरमा दलाल पुँजीवाद, परिवारमा दलाल पुँजीवाद, कहीँ मेल छैन गाइजहरू। अब हिजो सामन्तवाद थियो, सामन्तवादलाई हामीले बडाले त फाल्यौँ, तर त्यसको छानो चाहिँ भत्काइदिउँ, तर जरा पनि अलिक बाँकी छ। मान्छेहरू अहिले पनि सामन्ती सोचका छन्। हेर्नुहोस् गाइजहरू, काम नगर्ने, श्रम नगर्ने, त्यस्तो छ गाइजहरू। म पनि विदेश बसेर आएको हो, त्यही भएर गाइजहरू श्रम गर्नुपर्छ। मैले पर बारीहरू खनेर सागसब्जी रोपेको छु गाइज। अब विदेशबाट आयो भन्दैमा यसरी घुमेर मात्र बस्ने काम पनि ठिक होइन। अब अहिले कामसाम सिद्ध्याएर यसो गाइजहरूसँग यसो भिडियोहरू पोस्ट गर्ने आफ्नो युट्युब च्यानलमा, र तपाईँहरूसँग भलाखुसारी गर्ने मेरो एउटा रहर थियो। त्यो रहर तपाईँहरूमा बस्किँदैछु गाइजहरू। खोलाको छेउमा चट्ट बस्यो आनन्द हुन्छ। पैसै सबभन्दा ठुलो कुरा पनि होइन रहेछ गाइज। यसरी घुम्न थाल्यो कति आनन्द हुन्छ। अझ यहाँ बल्छी र टाँगो ल्याउनु पाएको भए माछा पनि मार्नु हुन्थ्यो गाइज। माछा मारेर टक्क यहाँनिर आगो फुकेर यहाँनिर यो तिनचुली ढुङ्गाको तिनचुली चुला बनाएर चाहिँ माछा पोलेर मजाले खानुहुन्थ्यो गाइज। अब के गर्ने, टाँगोसाङ्गो किनिएन, छैन। उताबाट रन्केर निशान आइरहेछ गाइज। तपाईँलाई अलिकति म जुम गरेर देखाउँछु, हेर्नु होला।
दुईटा निशान चाहिँ रन्केर आइरहेछ गाइजहरू। हेर्न आनन्द हुन्छ, मजा छ। तपाईहरुले त्यो थाङ्ने भिडियोहरुलाई लाइक गर्नु हैन गाइज। यस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण भिडियोहरुलाई र आफ्नो नेपाललाई यसरी लाइक गर्नु होला। मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला। उता गाउँतिर बस जाँदैछ गाइज, हेर्नुस् कुदिरहेछ बस। तपाईहरु कति त काभ्रे जिल्लाको कोसीपारीको माथि गाउँतिरको मान्छे पनि हुनुहुन्छ होला। तपाईको गाउँतिर चाहिँ यसरी बसहरु जाँदैछ। कति साथीहरु त रामेछापको पनि हुनुहुन्छ होला। त्यहाँबाट रामेछाप जिल्ला पनि जान सकिन्छ। ऊ पर डोजरले माटो समाइरहेको देख्न सक्नुहुन्छ। यो चाहिँ लोकमार्गले बाटो खन्दाखेरि विनाश भएको यो परिणाम हो। यसरी अहिले खोला सफा गर्ने काम गरिएको छ गाइजहरु, हेर्नुहोस्। एकचोटि तपाईलाई म सरर यो यहाँको मनोरम दृश्यहरू देखाउँछु। यहाँको पानीहरू देखाउँछु यसरी, हेर्नुहोस् गाइज। यो भिडियोहरू हेर्नुहोस् र तपाईहरुले यो मेरो सामाजिक टिभीलाई सब्स्क्राइब पनि गरिदिनु होला र यसलाई लाइक कमेन्ट पनि गरिदिनु होला। त्यसपछि यसलाई शेयर पनि गरिदिनु होला यो भिडियोलाई, किन भन्दा धेरै सामु यो भिडियो पुगोस्। हेर्नुहोस् गाइज, अब तपाईलाई अन्तिमचोटि म सबै यो दोलालघाट एरियाको सबै प्राकृतिक मनोरम दृश्यहरू देखाउने प्रयत्न गर्दछु गाइज। बिस्तारै म यो क्यामेरा घुमाउँदैछु। अविरल बग्दछ इन्द्रावती। इन्द्रावती पारी देख्नुहुन्छ है गाइज, यो चाहिँ इन्द्रावती हो। उताबाट बगेर आएको चाहिँ इन्द्रावती हो। यो चाहिँ सुनकोशी हो गाइज। त्यो परको चाहिँ इन्द्रावती हो, यो चाहिँ सुनकोशी हो गाइज। यसरी तपाईले देख्नुहुन्छ, यो चाहिँ सुनकोशी यताबाट बगेर आएको छ भने इन्द्रावती उताबाट बगेर आएको छ। यो दोभान हो गाइज। राम्रो मूलको छ गाइज, हेर्नुहोस्। तपाईलाई त पौडी खेलौँ जस्तो लाग्यो होला, लुगा फुकालेर। कम्प्युटरमा टाइप, सुनकोशीमा टाइप हान्दियो जस्तो लाग्यो होला गाइजहरू तपाईहरुलाई। आउनुहोस् तपाईबाट घुम्न। सुनकोशी बिचमा बस्नलाई छुट्टै आनन्द छ। आउनुहोस् गाइजहरू। यस्तो ल खोला बगिरहेको छ गाइज, हेर्नुहोस्। आदरणीय गाइजहरू, पानी पर्न लागिरहेको छ। कागा र त्यहाँनिर बसिरहेको छ गाइज।
हस्त गाइज तपाईँहरूमाझ म राम श्रेष्ठ बिदा हुन चाहन्छु। फेरि अर्को भिडियोमा भेटौँला। नमस्कार।